मेरो नाम जसबहादुर राई हो। जसबहादुर राई। यो पर्व छ नि ओडाङमी, खास यो पर्व चाहिँ किन र के का लागि मनाइन्छ? यो सर्वप्रथम यो पर्व यहाँका सबभन्दा ठुलो मान्छे बुढाङ भन्छ, त्यो एउटा उसको राज्य हो, राजधानी हो है। अनि उनले के भने हामीले मालपोत, हामी यहाँका माना धुने मालपोत दिएको एक महिना अक्षता र टुम्बा यस्ता यस्ता तरिकाले हामी मालपोत दिन्छौँ बिगारेको हो। हजुर अगाडि त्यो थियो है। अब भनौँ 1970 सालमा खालि यो विभिन्न शाह आउँदा पनि यहाँ युद्ध हुन खोज्यो। युद्ध हुनु खोज्दाखेरि त्यो बुढा मात्रै आयो होइन, अब अरू कोही पनि आएन। तिमी त त्यो खर्ने रहेछ भन्ने कुराहरू भयो। हुँदाखेरि तपाईँ यहाँ तल एउटा बोर्ड छ डाँडामा, मेरो फौज हेर्छस् भनेर उसले भनिदियो बुढाङलाई। बुढा राख्थ्यो बुढाङले उसले लु हेरौँ त भन्यो। तिर उभातिर पश्चिमतिर चारतिर तिर हाल्ने पनि ढुङ्गाबाट सबै उठेर आउँदाखेरि त्यो मान्छेले त्यो बस्नु सक्ने भएन। त्यतिका चाहिँ शक्ति बुढाङले देखायो। अनि त्यो दौरामा नै यही डाँडामा अनि त्यो कृष्णले यहाँ छोडेर ढोँडामा गएर दौरामा भन्ने कुरा सुनियो। हो कि होइन कति सत्य होइन, तर ती कुरा चाहिँ मैले सुनेको हुँदैन। यो कुरा यो अहिलेको पर्व छ नि, यो पर्व चाहिँ खास के उद्देश्य राखेर मनाइन्छ? यो पर्व चाहिँ हाम्रो के भनेदेखिले बाली पूजा, अब भनौँ एकैछिन देवदेवतामा पनि यसरी माग्नुपर्छ भनेर सबभन्दा यो ठुल्ठुलो सुन काट्ने चलन त थिएन। सुन काट्ने कतिले सुन काट्थ्यो भने पुजारी पत्थारे अनि गाउँछ भने यो 3 गाडले सुन काट्थ्यो। तिनीहरू अब यहाँ पालेको थिएन। तिनीहरू तराईतिर गएर त्यो हाडले सुँगुरहरू लिएर आउँथ्यो अरे। अनि पछाडि उनीहरू 3 गाडले यो गर्दा गरेर अरूले पनि अब मासु खाने विचार भयो। हामीले पनि आशीर्वाद माग्नुपर्छ भन्ने कुरा प्रति गर्ने अहिले यो बढेको हो। यो जस्तो परेवा हामी धेरै देख्छौँ होइन, खास यो परेवा चाहिँ के का लागि उडाइन्छ? यो परेवा जसको भकल छ होइन, यो भकल भएको अब बुढाङ भनेर भकलमा चढाइहाल्छ परेवा होइन। चढाएपछि यहाँ अगाडि त्यो गाउँछ भने यहाँका ऊ हुने त्यो मान्छे मरेपछि अब त्यो बाँच्दाखेरि पर लिएर यहाँ काटिन्थ्यो। त्यो मरेपछि काट्ने मान्छे नभएर यो चाहिँ चढाउनु ल्याउँछ होइन। उनीहरू चिताएको कुरा चढाउँछ।